हजुरबा चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ। उहाँको उमेर चाहिँ 92 वर्ष हो। किनकि अब काम बिना चाहिँ हजुरबा नबस्दिने कि त्यसै कहाँ कहाँ डुल्दिने भाग्दिने, अनि त्यही भएर यस्तो टाइम पासको लागि। हुन त मान्छेहरूले हेर्दा नराम्रो देखिन्छ हजुरबालाई काम लगाएको जस्तो, बट हजुरबालाई चाहिँ होइन अब फेरि हामी कहीँ केही गरिरहेको बेला सट्ट भाग्दिनु हुन्छ। त्यही भएर यसो चिर्न सके पनि नसके पनि टाइम पास हजुरबालाई भुलाउनको लागि चाहिँ यो हामीले मुडा दिनुभएको रहेछन् फुपाजुहरूले। त्यही हो, हेर्न सक्नुहुन्छ। 92 वर्षको मान्छेले यसरी बन्जरो चलाउनु सक्ने भनेको चाहिँ यो इम्पोसिबल हो है गाइज। यदि सहरको बच्चा सहरको मान्छे भएको चाहिँ पहिल्यै पास्ट आउट हुन्थ्यो, पास्ट वे हुन्थ्यो। हजुरबा चाहिँ पहिलाको मान्छे भएर स्ट्रङ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ होइन। पुरै यस्तो पाराले चाहिँ हजुरबाले काम गर्दै हुनुहुन्छ। हामीले त सक्दैन यस्तो काम गर्न, पहिलाको बुढो पाखा भएर मात्रै सक्नु भएको, हेर्न सक्नुहुन्छ।